नमस्कार। आज फेरि तपाईँ समक्ष सर्ट भिडियो लिएर आएको छु। आजको मूल उद्देश्य तपाईँलाई कोइनको कन्डिसनले कति डिफ्रेन्स पार्छ त कोइनको भ्याल्युलाई। जस्तै मेरोमा यो 2018को 125मा बर्थ एनिभर्सरी प्रशान्त चन्द्र महालनोबिसको थिममा बनेको 2018को यस कोइन। मेटल चाहिँ निकल ब्रास, वेट 6 ग्राम, साइज 23 mm, सेप सर्कुलर। भारतको एकमात्र मिन्ट कलकत्ता मिन्टबाट छापेको थियो यो कोइन, जो तपाईँको अहिले फिलहाल रियर क्याटेगोरीको कोइन मानिन्छ। हेर्नुहोस्, तपाईँले सेम कोइन 5 रुपियाँको, यो पनि 5 रुपियाँ, यो पनि 5 रुपियाँ। सरी, यसको ब्याक साइडमा प्रशान्त चन्द्र महालनोबिसको पोर्ट्रेट, सेम यो पनि तपाईँको श्री प्रशान्त चन्द्र महालनोबिसको पोर्ट्रेट भएको, यस 5 रुपियाँको। प्राइसमा यसको डिफ्रेन्स हेर्नुहोस्। फाइन कन्डिसन, अब यसलाई फाइन कन्डिसन नै भनौँ, किनभने सब कुरो बुझ्नु त बुझिँदैछ लेखेको, अथवा उहाँको पोर्ट्रेट पनि देखिँदैछ। ब्याक साइडमा 5 रुपियाँ पनि बुझिँदैछ, भारत इन्डिया पनि लेखेको बुझिन्छ। यसलाई फाइन कन्डिसनमा राखौँ। फाइन कन्डिसनमा यसको तपाईँले 100 रुपियाँ पाउनु हुँदैछ भने, युएनसी कन्डिसनमा एकदम चकाचक युएनसी कन्डिसनमा तपाईँले यसको 600 देखि 1000 रुपियाँसम्म तपाईँले पाउन सक्नुहुन्छ। यसलाई म एकदम युएनसी पनि भन्दिनँ, यसलाई म एक्स्ट्रा फाइन कन्डिसन भन्छु, जसको तपाईँले 600 देखि 700सम्म तपाईँले पाउन सक्नुहुन्छ। अगर एकदमै युएनसी कन्डिसन छ भने त्यसको तपाईँले 1000 रुपियाँसम्म तपाईँले पाउन सक्नुहुन्छ फिलहालको मार्केटमा, यस 5 रुपियाँको कोइनको, जो तपाईँको 2018 साल कलकत्ता मिन्ट, एउटै भारतको एउटै मन्त्री मिन्ट कलकत्ता मिन्टबाट बनिएको 125मा बर्थ एनिभर्सरी प्रशान्त चन्द्र महालनोबिसको यस कोइनको तपाईँले फिलहाल फाइन कन्डिसनमा 100 रुपियाँ, एक्स्ट्रा फाइन कन्डिसनमा 600 देखि 700, अनि युएनसी कन्डिसनमा तपाईँले 1000 रुपियाँसम्म तपाईँले पाउन सक्नुहुन्छ यस कोइनको। देखिरहनु भएको छ। र यतिको डिफ्रेन्स कोइनको कन्डिसन हेरेर तपाईँको यसको प्राइस तपाईँले पाउन सक्नुहुन्छ। हेर्नुहोस्, यो कन्डिसनमा तपाईँको 100 रुपियाँ छ भने यो कन्डिसनमा तपाईँको 600 देखि 700 रुपियाँसम्म तपाईँले एउटा कोइनको पाउनु हुँदैछ। त्यसै लागि म भन्छु तपाईँहरूलाई सधैँ कोइन अथवा नोट एकदमै सम्हालेर राख्नुहोस्। कुनै त्यसमा मैला अथवा उयोहरू नहोस्, कुनै पनि नराम्रो उयो नहोस्। एकदमै तपाईँले कन्डिसनमा राख्नुभयो भने त्यसको तपाईँले एकदमै राम्रो दाम पाउनुहुन्छ। यही कोइन अगर यो अवस्थामा 100 रुपियाँ छ भने यो वाला कन्डिसनमा तपाईँले 600 देखि 700 रुपियाँ पाउनु हुँदैछ। सो अझै पनि तपाईँहरूसँग रिक्वेस्ट गर्दैछु, कोइन अथवा नोट, भ्यालुएबल कोइन अथवा नोट अवश्य सम्हालेर राख्नुहोस्। त्यसलाई कुनै पाउचमा अथवा कुनै खाता किताबको बिचमा राखेर त्यसलाई सम्हालेर राख्नुहोस्। आउँदो दिनमा धेरै तपाईँले त्यसको राम्रो दाम पाउनुहुन्छ। र आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो अवश्य कमेन्ट गरेर भन्नुहोस् होला। र कुनै पनि कोइन अथवा नोटको विषय लिएर तपाईँलाई कुनै जानकारी लिनु छ भने मलाई कमेन्ट गरेर तपाईँले भन्न सक्नुहुन्छ। र आजको लागि यति नै, धन्यवाद।